हेलो नमस्ते है। आज चाहिँ म तपाईँहरूसँग एउटा सानो विषयवस्तु। अस्ति भर्खर म जापान आउँदाखेरि यता थाइल्यान्ड हुँदै आएको थिएँ। आउने क्रममा चाहिँ नेपालबाट थाइल्यान्डमा आउँदाखेरि मेरो सिटमा चाहिँ दुईजना जापानिजहरू हुनुहुन्थ्यो। अनि उहाँहरू दुईजना चाहिँ आफ्नै भाषामा बोलिरहेको थियो, मैले सुनिरहेको थिएँ। अब उनीहरूकै विषयवस्तुहरू बोलिरहेको थियो। जब हामी थाइल्यान्डमा आइपुग्दा तिनीहरू दुईजनाले के भन्यो भने, मलाई यथार्थ कुरा दुःखको कुरा पनि हो होइन। नेपालको एयरपोर्ट बस स्टेसन जस्तो भनेर दुईजना जापानिजहरू कुराकानी गर्यो। मेरो दुईजना सँगै बस्ने दुईजना मान्छेले ती दुईजनाले यसो हाँस्ने शैलीमा एकदमै त्यो मजाक स्टाइलमा अलिकति नेपालको एयरपोर्ट चाहिँ अलिकति एउटा बस स्टेसन जस्तो छ भनेर अलिकति हाँसेर उडायो क्या। र हाम्रो धरातल, हाम्रो स्थिति के रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ कि। अनि त्यही भएर मलाई चाहिँ दुःख लाग्यो, अहिलेको जुन देशको राजनीतिक दलहरूले चाहिँ हाम्रो देशलाई कहाँ पुर्याएछ। जुन कुरा सन् 2000 नेपालको त्रिभुवन इन्टरनेसनल एयरपोर्ट र थाइल्यान्डको एयरपोर्टलाई कम्पेयर गर्ने भने थाइल्यान्डको एयरपोर्ट त्यति विकास भएको थिएन। आज 26 इयर्स पछि थाइल्यान्डको एयरपोर्ट कहाँ पुग्यो, उता इथियोपियाको एयरपोर्ट कहाँ पुग्यो। हामी नेपाली जनता भनौँ अथवा हामी चाहिँ भनौँ न, धेरै कुरामा हामीसँग सगरमाथा छ भन्छन्। तर हामी चाहिँ के छ भने, कस्तो खालको भन्दाखेरि चाहिँ हामी एउटा सुनको कचौरा बोकेर माग्ने मान्छे जस्तो लाग्यो कि। देशको स्थिति, हाम्रो राजनीतिक दलको मान्छेहरूले चाहिँ सधैँ